फेरि पनि तपाईहरुको माझमा म्याथमेटिक्स सम्बन्धी एउटा रोचक भिडियो लिएर आएको छु। तपाईहरुले स्क्रिनमा भिडियोको टाइटल देखिसक्नुभयो, प्रुफ 2 = 1। कसरी दुईवटा लट्ठी बराबर एउटा लट्ठी हुन सक्छ, कसरी दुईवटा ढुङ्गा बराबर एउटा ढुङ्गा हुन सक्छ। यो हुनै नसक्ने कुरो, यो असम्भव कुरो कसरी हुन सक्छ। a² - b² को फर्मुला हामीले कक्षा 7, 8, 9, 10 मा हुँदाखेरि राम्ररी पढिसकेका छौं। हामीलाई थाहा छ a² - b² = a + b × a - b। यदि b को ठाउँमा a राख्ने हो भने हामीसँग हुन्छ a² - a² = a + a × a - a। अनि त्यो a² - a² बाट हामीले a कमन तान्यो भने a - a उब्रिन्छ, यता a + a जोड्दाखेरि 2a हुन्छ अनि रहन्छ a - a। अब दुवैतिर a - a भएको कारणले गर्दाखेरि हामीले a - a ले भाग गर्यौं दुवैतिर र हामीसँग बाँकी रह्यो a = 2a। यहाँ पनि दुवैतिर a भएको कारणले गर्दाखेरि हामीले दुवैतिर a ले भाग गर्यौं र हामीसँग उब्रियो बाँकी रह्यो 1 = 2। त्यही भएर हामी 1 = 2 भनेर धेरै ठाउँमा यस्तो समस्याहरू जादु देखाए जस्तो पनि गरेको हामी पाउँछौं। तर समस्या र प्रश्न अघिकै छ। कसरी चाहिँ एउटा लट्ठी बराबर दुईवटा लट्ठी हुन सक्छ, कसरी दुईवटा ढुङ्गा बराबर एउटा ढुङ्गा हुन सक्छ। यस्तो समस्याहरूलाई, यस्तो भ्रमलाई चाहिँ म्याथमेटिकल फ्यालासी भनेर भनिदो रहेछ। नेपालीमा गणितीय भ्रम भनेर भनिदो रहेछ। अनि गणितीय भ्रम अथवा म्याथमेटिकल फ्यालासी भनेको चाहिँ त्यस्तो स्टेप्सहरुको सिरिज रहेछ, त्यस्तो चरणहरुको श्रृंखला रहेछ जुन हेर्दाखेरि एकदमै लजिकल देखिन्छ, सही देखिन्छ, सबै कुरा ठिकै जस्तो देखिन्छ, तर त्रुटि पनि हुन्छ, इलोजिकल हुन्छ। अघि हामीले हेरेको जुन समस्या छ यो पनि माथिदेखि तलसम्म हेर्यो भने ठीक लाग्छ हामीलाई, कहीँ पनि मिस्टेक भयो जस्तो लाग्दैन, ठिकै जस्तो लाग्छ हामीलाई। तर कहीँ न कहीँ त्यहाँ त्रुटि छ, कहीँ न कहीँ त्यहाँ लजिक मिस भइरहेको छ। तपाईहरुलाई म एउटा काम, एउटा जिम्मेवारी दिएर आउँदै छु। यो माथिको जति पनि समस्याको स्टेप्सहरुमा, सिरिजमा के त्यस्तो त्रुटि छ, के त्यस्तो समस्या छ, तपाईहरुले पहिचान गरिदिनुहोस्, पत्ता लगाइदिनुहोस् र मेरो यो YouTube च्यानलको मुनि कमेन्टमा त्यो आफ्नो आइडियाजहरु, ओपिनियन्सहरु त्यहाँ राखिदिनु होला। र ती सबैलाई समेटेर म अर्को भिडियोमा यो समस्यामा के त्यस्तो फ्यालासी छ त्यो सबै कुरालाई समेटेर म अर्को भिडियो लिएर आउने छु। धन्यवाद।